नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा पनि मैले चन्द्रकान्ताको बाँकी भाग लिएर आएको छु। वीरेन्द्र सिंहले तेज सिंहलाई विजयगढ पठाएर आफ्नो महल फर्किए, तर उनको मन कुनै काममा लागेन। उनी सधैँ चन्द्रकान्ताको सम्झनामा डुब्थे, उनको तस्बिर हेरेर कुरा गर्थे वा रुन्थे। कसैले सोद्धा केही जवाफ दिँदैनथे। उनका बाबु सुरेन्द्र सिंहलाई सबै थाहा थियो, तर विजयगढका राजा शक्तिशाली भएकोले केही गर्न सक्थेनन्। वीरेन्द्र सिंहले तेज सिंहलाई त्यही दिन फर्कन भनेका थिए। राति 12 बजेसम्म पर्खदा पनि तेज नआएपछि उनी झन चिन्तित भए। बिहान हुँदा तेज सिंह एउटा हारी बोकेर आए। पहरेदारहरू छक्क परे, तर केही बोलेनन्। तेज सिंहले वीरेन्द्र सिंहलाई चन्द्रकान्ताको चिठी र अहमद नामको गुप्तचर देखाए। वीरेन्द्र सिंह खुसी भएर चिठी बारम्बार पढे र तेज सिंहलाई अहमदलाई लुकाउन भने। तेज सिंह अहमदलाई लुकाउन पहाडको गुप्त गुफामा लैजाने योजना बनाए। उनले आफ्ना साथी र भाइ देवी सिंहलाई बोलाए, जो गुप्तचरीमा माहिर थिए। देवी सिंहले अहमदलाई बोकेर तेज सिंहसँग जंगल र पहाडको बाटो हुँदै गुफामा पुगे। त्यहाँ तेज सिंहले गुफाको ढोका खोल्ने तरिका सिकाए, जुन उनले आफ्ना गुरुबाट सिकेका थिए। गुफाभित्र पानीको मुहान, फलफूलका रुखहरू थिए, जहाँ कैदीलाई राख्न सजिलो थियो। तेज सिंहले देवी सिंहलाई विजयगढ गएर खबर ल्याउन र बदमाशलाई पक्रेर त्यही कैद गर्न भने। गुफाको ढोका सिंहको मुख जस्तो थियो। त्यसको जिब्रो तानेपछि ढोका खुल्थ्यो। भित्र सुन्दर मैदान, झरना, फलका रुखहरू र पहाडहरू थिए। अहमदलाई त्यही छोडेर आग्लो लगाइयो। अहमद होसमा आएपछि डरले बोल्न सकेन। उसलाई लाग्यो ऊ मरिसकेको छ। तेज सिंह र देवी सिंह फर्केर वीरेन्द्र सिंह कहाँ पुगे। तेज सिंहले अहमदलाई गुफामा कैद गरेको बताए र देवी सिंहलाई विजयगढ पठाउने सल्लाह दिए। वीरेन्द्र सिंहले यो योजना मन पराए। देवी सिंहले राजाबाट छुट्टी लिएर विजयगढ गए। पछिल्लो दिन तेज सिंहले वीरेन्द्र सिंहलाई गुफामा देखाए। वीरेन्द्र सिंह त्यो ठाउँ देखेर खुसी भए। तेज सिंहले आफ्नो गुरुले बताएको कुरा सुनाए। वीरेन्द्र सिंह उत्साहित भएर जय सिंहसँग लड्ने कुरा गरे, तर तेज सिंहले धैर्य गर्न सुझाव दिए। उनीहरूले शिकारको बहानामा 8 दिनको छुट्टी लिएर विजयगढको सिमानामा डेरा हालेर बसे। तेज सिंह पहिले विजयगढ गएर खबर ल्याउने योजनामा थिए। 7 अहमद पक्राउ परेपछि नाजिमलाई ठूलो चिन्ता पर्यो। क्रूर सिंह त क्षण डरले त्रसित भए। कतै तेज सिंहले उनलाई पनि समात्ने हो कि भन्ने डरले सधैँ सजग रहन्थे। तैपनि उनी महाराज जय सिंहको दरबारमा हरेक दिन पुग्थे र वीरेन्द्र सिंहको विरुद्धमा फड्काउने कुरा गर्थे। एक दिन नाजिमले क्रूर सिंहलाई सुझाव दिए, तिमीले जसरी भए पनि आफ्नो बाबु कुफत सिंहलाई मारिदेऊ। उनको मृत्यु भएपछि महाराज जय सिंहले तिमीलाई पक्कै पनि मन्त्री बनाउनेछन्। त्यसपछि तिम्रो शक्ति बढ्नेछ र हाम्रो सबै योजना सजिलै पूरा हुनेछन्। यो कुरा सुनेर क्रूर सिंहले आफ्नो बाबुलाई विष खुवाएर मारिदिए। कुफत सिंहको मृत्युले महाराज जय सिंहलाई ठूलो दुःख पर्यो। उनले केही दिनसम्म दरबारमा उपस्थित नहुने निर्णय गरे। सारा शहर शोकमा डुब्यो। क्रूर सिंहले बाहिर देखाउनका लागि आफ्नो बाबुको मृत्युमा ठूलो शोक गरेको नाटक गर्यो। उसले 12 दिनसम्म शोकको बहानामा छुट्टै बस्ने व्यवस्था गर्यो। दिनभरि बाबुको सम्झनामा रुने नाटक गर्यो, तर रातको समयमा नाजिमसँग बसेर चन्द्रकान्तालाई भेट्ने र वीरेन्द्र सिंह अनि तेज सिंहलाई पक्राउ गर्ने योजनाहरू बनाउँथ्यो। यही बेला वीरेन्द्र सिंहले शिकारको बहानामा विजयगढको सिमानामा डेरा खडा गरेका थिए। यो खबर नाजिमले क्रूर सिंहलाई सुनाए र भने, वीरेन्द्र सिंह चन्द्रकान्ताको चिन्तामा यहाँ आएका छन्। अफसोस, यस्तो बेलामा अहमद यहाँ भएको भए धेरै कुरा भन्न सक्थ्यो, तर जे हुन्छ हेरौँला। यसो भन्दै नाजिम बाहिर निस्किए। तेज सिंह वीरेन्द्र सिंहसँग विदा भएर विजयगढ पुगे। त्यहाँ उनले मन्त्री कुफत सिंहको मृत्यु र शहरमा शोक छाएको खबर पाए। साथै 2 दिनपछि शोकको समय सकिएपछि महाराज जय सिंहले क्रूर सिंहलाई मन्त्री बनाउने कुरा पनि थाहा पाए। यो खबर लिएर उनी वीरेन्द्र सिंह कहाँ फर्किए। वीरेन्द्र सिंहले भने, हेर त, क्रूर सिंहले आफ्नै बाबुलाई मारिदियो। यदि उसले राजालाई पनि मार्ने योजना बनायो भने यस्तो मान्छेको के भरोसा। तेज सिंहले जवाफ दियो, साँचो हो, त्यो दुष्टले जे पनि गर्न सक्छ। अब म 2 दिन चन्द्रकान्तको महलमा नगई दरबारको खबर लिन्छु। मौका पाए भने केही गर्छु। वीरेन्द्र सिंहले भने, यो सब ठीक भइरहेको छैन। जे भए पनि म आज चन्द्रकान्तालाई भेट्नै पर्छ। तेज सिंहले धेरै सम्झाए, हतार नगर्नुहोस्, यस्तो हतारले सबै बिग्रन सक्छ। तर वीरेन्द्र सिंहले जिद्दी गरेर कुनै कुरा सुनेनन् र जानका लागि तयार भए। अन्ततः तेज सिंहले हार मानेर भने, ठीक छ, तपाई नमान्ने नै भएपछि जाउँ, जे हुन्छ हेरौँला। साँझको समयमा दुवैजना डेराबाट टहल्ने बहानामा निस्किए। उनीहरूले आफ्नो सिपाहीहरूलाई भने,
हामी ढिलो आयौं भने चिन्ता नगर्नु। टहल्दै टहल्दै उनीहरू विजयगढतिर लागे। रातको समयमा उनीहरू चन्द्रकान्तको नजरबाग नजिक पुगे। रात अँध्यारो थियो, त्यसैले बगैँचामा पस्न उनीहरूलाई कुनै कठिनाई भएन। पहरेदारहरूलाई छल्दै उनीहरू बगैँचाभित्र पसे र एउटा घना रुखमुनि लुकेर वरपर हेर्न थाले। बगैँचाको बीचमा संगमरमरमा मैनको बत्ती बलिरहेको थियो। चन्द्रकान्ता, चपला र चम्पा त्यहाँ बसेर कुराकानी गरिरहेका थिए। चपलाले कुरा गर्दै वरपर तेज नजरले हेरिरहेकी थिइन्। चन्द्रकान्तलाई देख्न साथ वीरेन्द्र सिंहको हालत बिग्रियो। उनको शरीर काँप्न थाल्यो र उनी बेहोस भएर ढले। तेज सिंहलाई यो देखेर कुनै असर परेन। उनले आफ्नो झोला खोलेर लखलखा निकाले। वीरेन्द्र सिंहलाई सुँगाएर होसमा ल्याए। उनले भने, यहाँ अरूको घरमा यस्तो बेहोस हुनु हुँदैन। अब आफूलाई सम्हाल्नुहोस् र यहीँ बस्नुहोस्। म गएर कुरा गर्छु अनि तपाईलाई लैजान्छु। यति भनेर उनले वीरेन्द्र सिंहलाई रुखमुनि छोडेर चन्द्रकान्ता, चपला र चम्पा भएको ठाउँमा गए। तेज सिंहलाई देख्न साथ चन्द्रकान्ताले भनिन्, किन यति दिनसम्म आउनु भएन? यही हो तपाईको माया? अनि अहिले पनि एक्लै आउनुभयो? लाज लाग्दैन? यदि यस्तै हो भने चुरा लगाएर बस्नुहोस्। यदि वीरेन्द्र सिंहको माया यस्तै हो भने म बाँचेर के गर्नु? यति भनेर उनी रुन थालिन्। तेज सिंह उनको हालत देखेर आत्तिए र भने, यो त मूर्खता हो। कुरा पनि नबुझी रुन थाल्नुभयो। ठिक छ, म उनलाई लिएर आउँछु। यति भनेर तेज सिंह वीरेन्द्र सिंह भएको ठाउँमा फर्किए र उनलाई लिएर चन्द्रकान्ता कहाँ आए। चन्द्रकान्ता वीरेन्द्र सिंहलाई देखेर धेरै खुसी भइन्। दुवैजना भेटेर रुन थाले, यहाँसम्म कि दुवैजना बेहोस भए। तर केही बेरमा होसमा आएर उनीहरूले एकअर्कालाई गुनासो गर्न थाले र प्रेमका कुराकानीहरू गर्न थाले। तर समयको खेल हेर्नुहोस्, नाजिम त्यही ठाउँमा आइपुग्यो। टाढाबाट उनीहरूको खुसीको माहौल देखेर उसको मन जल्यो। ऊ तुरुन्तै फर्केर क्रूर सिंह कहाँ पुग्यो। क्रूर सिंहले नाजिमलाई आत्तिएर आएको देखेर सोध्यो, के भयो, किन यति डराएको? नाजिमले भन्यो, मैले जे सोचेको थिएँ त्यही भयो। यो समयमा यदि अहिले पनि केही गर्न सकिएन भने तपाईको भाग्य फुट्नेछ, यस्तै बुझ्नुहोस्। क्रूर सिंहले भने, तिम्रो कुरा बुझिएन, स्पष्टसँग भन, के भयो? नाजिमले जवाफ दियो, स्पष्ट यही हो कि वीरेन्द्र सिंह चन्द्रकान्ता कहाँ पुगेका छन्। अहिले बगैँचामा हाँसखेल चलिरहेको छ। यो सुनेर क्रूर सिंहको आँखा अगाडि अँध्यारो छायो। उसलाई संसार सुनसान लाग्यो। ऊ बाबुको शोकमा कपाल मुण्डन गरेर बसेको थियो। 13 दिनसम्म बाहिर निस्कनु भएन। तर यो खबरले उसलाई बेचैन बनायो। ऊ तुरुन्तै उठ्यो र हतार हतार महाराज जयसिंह कहाँ पुग्यो। जयसिंहले क्रूर सिंहलाई यस्तो अवस्थामा देखेर छक्क पर्दै भने, क्रूर सिंह, शोक र बाबुको मृत्युको पीडा छोडेर यस्तो अवस्थामा आउनुले मलाई अचम्म लाग्यो। क्रूर सिंहले भन्यो, महाराज, मेरो बाबु त तपाईँ हुनुहुन्छ। उहाँले जन्म दिनुभयो, तर मेरो रक्षा तपाईको कृपाले भएको छ। जब तपाईको इज्जतमा धब्बा लाग्छ, मेरो बाँच्नुको के अर्थ? म कसरी योग्य ठहरिन्छु? जयसिंह रिसले आगो भएर भने, को हो त्यो जसले मेरो इज्जत बिगार्दैछ? क्रूर सिंहले भन्यो, एउटा सामान्य मान्छे हो। जयसिंह दाँत खिटेर सोध्यो, चाँडो भन, को हो त्यो जसको टाउकोमा मृत्यु नाचिरहेको छ? क्रूर सिंहले जवाफ दियो, वीरेन्द्र सिंह। जयसिंहले भने, उसको त्यो हिम्मत जो मसँग टक्कर लियोस्। इज्जत बिगार्ने त टाढाको कुरा, तिम्रो कुरा बुझिएन, स्पष्ट भन, के भयो? वीरेन्द्र सिंह कहाँ छन्? क्रूर सिंहले भन्यो, तपाईको महलको बगैँचामा। यो सुनेर महाराज जयसिंह रिसले काप्न थाले। उनले तुरुन्तै आदेश दिए, जाओ बगैँचालाई घेर, म कोटको बाटो भएर त्यहाँ पुग्छु। 8 वीरेन्द्र सिंह र चन्द्रकान्ता बगैँचामा बसेर मिठासपूर्ण कुराकानी गरिरहेका थिए। तेज सिंह र चपला एकअर्कासँग ठट्टा मजाक गरिरहेका थिए भने चम्पा उनीहरूको कुरा सुनेर चुपचाप बसिरहेकी थिइन्। अचानक कालो र डरलाग्दो अनुहार भएको, आँखाहरू राता एउटा अनौठो मान्छे उफ्रदै कुद्दै त्यहाँ आइपुग्यो। उसको शिरदेखि खुट्टासम्म कालो र कडा काठको जस्तो देखिन्थ्यो। उसले पहिला तेज सिंहतर्फ दाँत देखाउँदै हाँस्यो र भन्यो, गुरुजी, राजालाई तिमीहरूको खबर पुगिसक्यो। यति भनेर ऊ उफ्रदै गयो। जानु अघि उसले चम्पाको खुट्टा समातेर अलिकति तानेर लैजान खोज्यो, तर पछि छोडिदियो। यो देखेर सबै छक्क परेर डराए। चम्पा त चिच्याई। उनीहरूलाई लाग्यो यो कुनै पिशाच जस्तो प्राणी हो। तेज सिंह तुरुन्तै उठ्यो। वीरेन्द्र सिंहको हात समातेर भन्यो, छिटो उठ्नुहोस्, अब यहाँ बस्ने बेला छैन। चन्द्रकान्तातिर फर्केर तेज सिंहले भने, हामीले हतारमा जानु परेकोमा दुःख नमान। जबसम्म महाराज यहाँ आउनुहुन्न, तपाईहरू यही बसेर कुरा गर्नुहोस्। चन्द्रकान्ताले सोधिन्, यो हतारको कारण के हो? अनि त्यो अनौठो मान्छे को थियो जसको कुराले तपाईहरू भाग्न लाग्नुभयो? तेज सिंहले हतारमा जवाफ दियो, अब कुरा गर्ने समय छैन। यति भनेर उनले वीरेन्द्र सिंहलाई जबरजस्ती उठाए र बगैँचाबाट बाहिर निस्किए। वीरेन्द्र सिंहको यस्तो हतारमा जानु चन्द्रकान्तालाई निकै नरमाइलो लाग्यो। उनको आँखामा आँसु आयो।
उनले चपलातिर फर्केर भनिन्, यो के तमासा भयो? केही बुझिएन। त्यो डरलाग्दो मान्छे देखेर त म कति डराएको। हेर त मेरो मुटु अझै धड्किरहेको छ। तिमीलाई के लाग्छ? चपलाले भनिन्, केही स्पष्ट बुझिएन, तर यति चाहिँ पक्का छ कि वीरेन्द्र सिंह यहाँ आएको कुरा महाराजलाई थाहा भइसक्यो। उनी आउँदै होलान्। चम्पाले रिसाउँदै भनिन्, थाहा छैन, त्यसलाई मसँग के रिस थियो? मेरो खुट्टा तान्यो। चम्पाको कुराले चपलालाई हाँस उठ्यो, तर उनी पनि यो अनौठो घटनाले छक्क परेकी थिइन्। उनीहरू यस्तै कुराकानी गरिरहँदा बगैँचाको वरपर सिपाहीहरूको हल्ला सुनिन थाल्यो। चपलाले भनिन्, अब त अवस्था खराब देखिन्छ। सिपाहीहरूले बगैँचा घेरिसकेको जस्तो छ। उनको कुरा नसकिँदै महाराज जयसिंह आइपुगे। उनीहरूलाई देख्न साथ चन्द्रकान्ता, चपला र चम्पा उठेर उभिए। चन्द्रकान्ताले अगाडि बढेर बुबालाई अभिवादन गरिन् र भनिन्, तपाईँ यस्तो समयमा अचानक किन आउनुभयो? उनले यति मात्रै भन्न सकिन्। जयसिंहले भने, केही छैन, तिमीहरूलाई भेट्न मन लाग्यो, त्यसैले आए। अब तिमीहरू महल जाऊ, यहाँ किन बसिरहेका छौ? रातको चिसोले बिरामी पर्न सक्छौ। यति भनेर उनी महलतिर लागे। चन्द्रकान्ता, चपला र चम्पा पनि उनको पछि पछि महल गए। महलमा पुगेर जयसिंह आफ्नो कोठामा बसे। उनलाई क्रूर सिंहको व्यवहारले लज्जित बनायो। मनमा नै सोचे, हाम्री भलात्मी छोरीलाई क्रूर सिंहले झुटो बदनाम गर्यो। यो दुष्टको मनमा के छ थाहा छैन। उसले मेरी छोरीलाई गलत आरोप लगायो। यदि छोरीले यो कुरा सुनिन् भने के सोच्लिन्? यस्तो दुष्टलाई सजाय दिनुपर्छ ताकि फेरि यस्तो नगरोस्। यस्तो सोचेर उनले आफ्ना सिपाही हरिसिंहलाई क्रूर सिंहलाई तुरुन्तै बोलाउन आदेश दिए। हरिसिंह क्रूर सिंहलाई खोज्दै बगैँचातिर पुगे, जहाँ क्रूर सिंह धेरै सिपाहीहरू लिएर बगैँचा घेरेर रमाइलो गरिरहेको थियो। हरिसिंहले भने, हेर्नुहोस्, महाराजले बोलाउनु भएको छ। यो सुनेर क्रूर सिंह डरायो। उसले सोच्यो, महाराजले किन बोलाए? के चोर भेटिएन? उनी त मेरै अगाडि महलतिर गएका थिए। उनले हरिसिंहलाई सोधे, महाराजले के भनिरहनु भएको थियो? हरिसिंहले जवाफ दिए, उहाँ महलमा फर्किनु भयो। रिसले आगो हुनुहुन्छ। तपाईलाई तुरुन्तै बोलाउनु भएको छ। यो सुनेर क्रूर सिंहको होस उड्यो। डरले काँप्दै हो हरिसिंहसँग महाराज कहाँ पुगे। जयसिंहले क्रूर सिंहलाई देख्न साथ रिसले भने, ए क्रूर, बिचारी चन्द्रकान्तालाई छोटो बदनाम गरेर मेरो इज्जतमा धप्पा लगाउने तँलाई केही काम भएन? बगैँचा घेर्ने यी सिपाहीहरूले मनमा के सोच्लान्? नालायक, तैँले कसरी भनिस् कि महलमा वीरेन्द्र सिंह छन्? महाराजको रिसले उसको ओठ काँपिरहेको थियो। आँखा राता थिए। यो देखेर क्रूर सिंह डरले थरथर काँप्यो। उनले हतारमा भने, मलाई यो खबर त नाजिमले दिएको थियो। यो आजकल महलको पहरामा छ। यो सुनेर जयसिंहले तुरुन्तै आदेश दिए, नाजिमलाई बोलाऊ। केही बेरमा नाजिमलाई ल्याइयो। महाराजको रिस देखेर नाजिमको हालत खराब भयो। ऊ डरले बोल्नै नसक्ने अवस्थामा थियो। महाराजले सोध्दै थिए, ए तैँले कस्तो खबर पुर्याइस्? नाजिमले डराउँदै भन्यो, हजुर, मैले आफ्नै आँखाले देखेको थिएँ। सायद ऊ भाग्यो होला। जयसिंहको रिस सहन नसक्ने भयो। उनले आदेश दिए, क्रूर सिंहलाई 50 कोरा र नाजिमलाई 200 कोरा लगाऊ। यति सजाय दिएर छोडिदिन्छु, तर फेरि यस्तो भयो भने टाउको काटिनेछ। क्रूर सिंह, त मन्त्री हुन लायक छैनस्। त्यसपछि दुवैलाई कोरा लगाइयो। उनीहरूको चिच्याहटले महल गुन्जियो, तर महाराजको रिस कम भएको थिएन। सजाएपछि दुवैलाई महलबाट निकालियो। जयसिंह रिसले रातभर सुत्न सकेन। क्रूर सिंह र नाजिम घर पुगे र एकअर्कासँग झगडा गर्न थाले। क्रूर सिंहले भने, तेरो कारणले मेरो इज्जत माटोमा मिल्यो। मन्त्री हुने आशा पनि सकियो। यो कोराको पीडा मलाई मात्रै थाहा छ। यो सब तेरो गल्तीले भयो। नाजिमले जवाफ फर्कायो, तपाईकै कारणले मैले कुटाई खाएँ, नत्र मलाई चन्द्रकान्ता र वीरेन्द्रको के मतलब? किन म कुटाई खान्थे र? दुवैले रातभर यस्तै झगडा गरे। अन्तमा क्रूर सिंहले भने, हामी माथि धिक्कार छ। यदि यस्तो सजाय पाएर पनि वीरेन्द्रलाई पक्रन सकेनौ भने। नाजिमले भने, यो त पक्का छ कि वीरेन्द्र अब हरेक दिन महलमा आउनेछ, किनकि उसले सिमानामा डेरा खडा गरेको छ। तर अब केही गर्ने हिम्मत छैन। यदि मैले फेरि देखेर खबर गरे तर त्यो भाग्यो भने यसपटक मेरो ज्यानै जानेछ। क्रूर सिंहले भने, त्यसो भए कुनै यस्तो उपाय गर्नुपर्छ जसले हाम्रो ज्यान पनि बचोस् र महाराजले वीरेन्द्रलाई महलमा आफ्नै आँखाले देखुन्। लामो सोच विचारपछि नाजिमले भने, चुनारगढमा महाराज शिवदत्त सिंहको दरबारमा जगन्नाथ नामका ज्योतिषी छन्, जो रमल विद्या राम्रोसँग जान्दछन्। उनले रमल फालेर कुनै पनि व्यक्तिको ठेगाना र उसको अवस्था तुरुन्तै बताइदिन्छन्। यदि उनलाई यहाँ ल्याउन सकियो र केही दिन उनले हामीलाई सघायो भने सबै कुरा ठिक हुनेछ। चुनारगढ यहाँबाट 23 कोस टाढा छ। जाउँ, उनलाई लिएर आऊ। आखिरमा क्रूर सिंहले कम्मरमा हिरा जवाहरात बाँधे 2वटा तेज घोडा मगाए र नाजिमसँगै चुनारगढतर्फ लागे। घरमा सबैलाई भने, यदि महाराजको सन्देश लिएर कोही आउँछ भने भन्नु कि क्रूर सिंह धेरै बिरामी छन्। 9 वीरेन्द्र सिंह र तेज सिंह बगैँचाबाट बाहिरेर आफ्नो डेरातिर लागे। आधी रात बितिसक्दा उनीहरू डेरामा पुगे, तर तेज सिंहलाई
कहाँ चयन थियो र। उनले वीरेन्द्र सिंहलाई डेरामा छोडेर फेरि अहमदको भेषमा क्रूर सिंहको घर पुगे। क्रूर सिंह चुनारगढतिर लागिसकेका थिए। उनले घरका केही मान्छे छोडेका थिए जसलाई महाराजले सोधे भने क्रूर सिंह बिरामी छन् भन्ने निर्देशन थियो। अहमदको रूपमा तेज सिंहलाई देखेर ती मान्छेहरू छक्क परेर सोधे, अहमद तिमी यतिका दिन कहाँ थियो? नक्कली अहमदले भने, म नरकको शहरमा गएको थिएँ, बल्ल फर्किए। भन क्रूर सिंह कहाँ छ? उनीहरूले सबै कुरा बताएर भने उनी चुनारगढ गए। तिमी पनि त्यतै गएको भए राम्रो हुन्थ्यो। अहमदले जवाफ दिए, ठिक छ, म पनि त्यतै जान्छु, घर फर्किँदैन, सिधै चुनारगढ पुग्छु। यति भनेर उनी त्यहाँबाट डेरा फर्किए र वीरेन्द्र सिंहलाई सबै कुरा सुनाए। बाँकी रात आराम गरे। बिहान नुहाएर खाना खाएपछि तेज सिंहले भेष बदलेर ठूलो माटो लगाएर नाङ्गो टाउको र रोई कराई गर्दै जयसिंहको दरबारमा पुगे। उनको हालत देखेर सबै अचम्ममा परे। महाराजले मुन्सीलाई सोध्न लगाए, यो को हो, के भन्छ? तेज सिंहले भने, हजुर म क्रूर सिंहको नोकर रामलाल हुँ। क्रूर सिंहले तपाईको नुन खाएर पनि बागी भएर चुनारगढको राजा कहाँ भागे। मैले सम्झाउँदा उनले मलाई कुटे, मेरो सबै सम्पत्ति लुटे, म लुटिए, एक पैसा पनि बाँकी छैन। अब म के खान्छु, घर कसरी पुग्छु? मेरो सानो छोराछोरीले 3 वर्षको कमाई माग्नेछन्, म के दिन्छु? महाराजको दुहाई छ। उनलाई बल्ल तल्ल चुप लगाइयो। महाराज जयसिंहलाई रिस उठ्यो। उनले सोधे, क्रूर सिंह कहाँ छ? चौकीदारले खबर ल्याए, उनी धेरै बिरामी छन्, उठ्न सक्दैनन्। रामलाल जो तेज सिंहले चिच्याएर भने, महाराजको दुहाई, यो पनि क्रूर सिंहको साथी हो, झुट बोल्छ, यिनीहरू सबै मिलेका छन्, राम्रोसँग जाँच गर्नुपर्छ। महाराजले मुन्सीलाई जाँच्न पठाए। मुन्सीले फर्केर आएर भने, महाराज क्रूर सिंह घरमा छैनन् र घरकाले पनि उनको ठेगाना बताउँदैनन्। महाराजले भने, पक्कै चुनारगढ गए होलान्, उनको कुनै प्यादालाई बोलाऊ। सैनिकले एक प्यादालाई बोलाए। महाराजले सोधे, क्रूर सिंह कहाँ गए? प्यादाले स्पष्ट जवाफ दिएन। रामलालले फेरि भने, महाराजको दुहाई, कुटाई नखाए यो बोल्दैन। महाराजले कुट्ने आदेश दिए। कुटाई खान अघि नै प्यादाले भन्यो, उनी चुनारगढ गए। यो सुनेर महाराजको रिसको सीमा रहेन। उनले आदेश दिए, क्रूर सिंहको घरका सबै मान्छे 1 घण्टाभित्र सिमाना बाहिर निस्कनु, उनको घर खाली गर्नु, उनको सम्पत्तिमा जति रुपियाँ रामलालले बोकेर लैजान सक्छ लैजाओस्, बाँकी सरकारी खजनामा जम्मा गरोस्। रामलालले चाहेमा यहाँ नोकरी दिइनेछ। तेज सिंह जो रामलाल बनेका थिए, उनले सबभन्दा पहिला क्रूर सिंहको घर पुग्यो। महाराजको आदेश कार्यान्वयन गर्न गएका मुन्सीलाई उनले भने, पहिला मलाई मेरो हिस्सा दिनुहोस्, म लैजान्छु र महाराजलाई आशीर्वाद दिन्छु, मलाई धेरै नसताउनुहोस्। मुन्सीले रिसाउँदै भने, यो कस्तो मान्छे, आफ्नै पीर परेको छ, अलिकति पर्ख। रामलालले चिच्यायो, महाराजको दुहाई, मुन्सीले मेरो पैसा दिँदैन। यति भनेर उनी महाराजतिर लागे। मुन्सीले रोकेर भने, लौ कहाँ जान्छौ, पहिला यिनलाई देऊ। रामलालले हाँस्दै भने, म नचिच्याएको भए यो मुन्सीले सबै पैसा खाइदिन्थ्यो। सबै हाँसे। मुन्सीले 2000 रुपियाँ दिए। रामलालले भने, महाराजले जति बोकेर लैजान सक्छु भनेका छन्, यो त मेरो गोजीमा पनि अटाउँछ। मुन्सीले रिसाएर उनलाई खजानाको सन्दुकमा लगे र भने, लौ हेरौं कति बोक्छस्। रामलालले 10,000 रुपियाँ बोक्यो। शिरमा, झोलामा, कम्मरमा, यहाँसम्म कि मुखमा पनि पैसा कोच्यो। सबैले हाँस्दै भने, यो त राक्षस जस्तो छ। महाराजको आदेश अनुसार क्रूर सिंहको घर लुटियो। उनका परिवार रोई कराई गर्दै चुनारगढतिर लागे। तेज सिंह पैसा लिएर वीरेन्द्र सिंह कहाँ पुगेर भने, आज त मुनाफा कमाए, तर यो शैतानको पैसा हो, तपाईले पनि केही थपिदिनुहोस्, यो शुद्ध होस्। वीरेन्द्र सिंहले सोधे, यो पैसा कहाँबाट ल्याऊ? तेज सिंहले सबै कुरा सुनाए। वीरेन्द्र सिंहले भने, मसँग जे छ सबै दिएको छु। तेज सिंहले भने, तर तपाईसँग त धेरै छ, त्यसैले कम्तीमा यो भन्दा बढी दिनुपर्छ। वीरेन्द्र सिंहले हाँस्दै भने, अहिले कहाँबाट ल्याऊ? तेज सिंहले भने, त्यसो भए तमसुक लेखिदिनुहोस्। वीरेन्द्र सिंह हाँसे र आफ्नो हिराको औँठी खोलेर दिए। तेज सिंह खुसी भए र भने, भगवानले तपाईको मनोकामना पूरा गरून्। अब हामीले यहाँबाट घर फर्कनुपर्छ, म चुनारगढ जान्छु, हेरौं त्यो शैतानले त्यहाँ के गरिरहेको छ। 10. क्रूर सिंहको बर्बादीको खबर शहरभरि फैलियो। चन्द्रकान्ताकी आमा महारानी रत्नगर्भा र चन्द्रकान्ताले पनि यो कुरा सुने। चन्द्रकान्ता र चपलालाई यो खबरले धेरै खुसी बनायो। जब महाराज जयसिंह महलमा पुगे, महारानीले हाँस्दै क्रूर सिंहको बारेमा सोधिन्। महाराजले भने, त्यो त ठूलो बदमाश र झुटो थियो, बिना कारण हाम्री छोरीलाई बदनाम गर्थ्यो। महारानीले कुरा अगाडि बढाउँदै भनिन्, तपाईले किन वीरेन्द्र सिंहको आउजाउ बन्द गर्नुभयो? वीरेन्द्र त सानैदेखि यहाँ आउँथ्यो, जब चन्द्रकान्ता जन्मेकी पनि थिएनन्। पछि दुवै सँगै खेलेर हुर्के, त्यसैले उनीहरूबीच माया बढ्यो। त्यति बेला तपाई र नौगढका राजा सुरेन्द्र सिंह एक जस्तै हुनुहुन्थ्यो। तपाईले त चन्द्रकान्ताको बिहे वीरेन्द्र सिंहसँगै गर्ने कुरा पनि गर्नु भएको थियो, तर त्यो दुष्ट क्रूर सिंहले त्यो मेलमिलाप बिगारिदियो र दुवैको मनमा फाटो ल्याइदियो।
महाराजले भने, मलाई अचम्म लाग्छ, मेरो बुद्धिलाई के भयो? कुन कुराले मेरो मनबाट वीरेन्द्रप्रतिको माया हट्यो? हाय, क्रूर सिंहले त गजब गर्यो। ऊ गएपछि बल्ल मलाई यथार्थ थाहा भयो। महारानीले भनिन्, अब हेरौँ ऊ चुनारगढ गएर के गर्छ। पक्कै पनि महाराज शिवदत्तलाई फड्काएर नयाँ झमेला खडा गर्नेछ। महाराजले भने, जे होस् हेरौँला, भगवान मालिक हुनुहुन्छ। त्यस दुष्टले जति सक्थ्यो सबै खराबी गर्यो। यति भनेर महाराज महलबाट बाहिर निस्किए। अब उनलाई मन्त्री नियुक्त गर्नुपर्ने चिन्ता भयो, नत्र राज्यको काम चल्दैन। धेरै सोच विचारपछि उनले हरदयाल सिंह नामका नायब मन्त्रीलाई मन्त्री बनाउन सम्मान प्रदान गरे। हरदयाल इमान्दार, दयालु र सफा मनको व्यक्ति थिए, जसले कहिले कसैको मन दुखाएको थिएन। 11 क्रूर सिंहको मनमा एउटै कुरा थियो, वीरेन्द्र सिंह र तेज सिंहलाई मार्नु मात्र होइन, नौगढको राज्य नै ध्वस्त पार्नु। ऊ नाजिमलाई लिएर चुनारगढ पुग्यो र महाराज शिवदत्तको दरबारमा हाजिर भएर नजराना चढायो। शिवदत्तले उसलाई चिन्थे, त्यसैले हाल खबर सोधे। क्रूर सिंहले भने, महाराज, मेरो कुरा एकान्तमा भन्छु। साँझमा दरबार सकिएपछि शिवदत्तले क्रूर सिंहलाई एकान्तमा बोलाए। क्रूर सिंहले जयसिंह विरुद्ध जति सक्यो उति गुनासो गर्यो र भन्यो, विजयगढको सेना अहिले कमजोर छ, मेरा धेरै साथीहरू तयार छन्। यदि तपाईँ चाहनुहुन्छ भने विजयगढ सजिलै कब्जा गर्न सकिन्छ। चन्द्रकान्ता, जसको सुन्दरताको कुनै तुलना छैन, तपाईँको हातमा आउनेछ। यस्ता कुराले शिवदत्तलाई भड्कायो। उनले भने, अहिले लडाईँको आवश्यकता छैन। पहिला मेरो गुप्तचरहरूले काम गर्छन्, पछि मौका हेरेर सेना लिएर जान्छु। मेरा 4 गुप्तचरहरू पण्डित बद्रीनाथ, पन्नालाल, रामनारायण र भगवान दत्त र ज्योतिषी पण्डित जगन्नाथलाई तिमीसँग पठाउनेछु। जाऊ, हेर तिनीहरूले के गर्छन्। त्यही बेला पहरेदारले खबर ल्यायो, महाराज, ढोकामा कोही आएका छन्। उनीहरू आफूलाई क्रूर सिंहको नातेदार भन्छन्। जयसिंहले उनीहरूको घर लुटे र निकालेको कुरा सुनाए। यो सुनेर क्रूर सिंहको होस उड्यो। शिवदत्तले उनीहरूलाई भित्र बोलाए र सबै कुरा सोधे। उनीहरूले सबै घटना बताए। शिवदत्तले क्रूर सिंह र नाजिमतिर हेर्दै भने, अहमद पनि तिमी कहाँ आएको थियो होइन? नाजिमले अचम्म मान्दै भने, अहमद, ऊ यहाँ आएन। परिवारहरूले भने, वाह, ऊ त हाम्रो घरमा आएर चुनारगढ जाने कुरा गरेर गयो। नाजिमले भन्यो, मैले बुझे, त्यो पक्कै तेज सिंह थियो। उसैले जयसिंहलाई खबर पुर्यायो र यो सब झमेला भयो। यो सुनेर क्रूर सिंह रुन थाल्यो। शिवदत्तले भने, जे भयो भयो, रिस नमान, म जयसिंहसँग बदला लिन्छु। तिमी यही शहरमा बस, हमाम अगाडिको घर तिमीलाई दिन्छु, त्यहाँ परिवार राख। पैसाको सहायता सरकारले गर्छ। क्रूर सिंहले शिवदत्तको आदेश अनुसार त्यही घरमा डेरा जमायो। केही दिनपछि उसले विजयगढ जाने अनुमति माग्यो। सबै तयारी पूरा भइसकेको थियो। शिवदत्तले 4 गुप्तचर र ज्योतिषी जगन्नाथलाई क्रूर सिंह र नाजिमसँग पठाए। गुप्तचरहरूले आफ्ना सामान, कपडा, खञ्जर र अन्य हात हतियारहरू बोके। जगन्नाथले पनि ज्योतिषका सामान र गुप्तचरीका सामान लिए, किनकि उनलाई पनि केही गुप्तचरी आउँथ्यो। यो दुष्टहरूको समूह विजयगढतिर लाग्यो, तर उनीहरूको मनमा नौगढ जाने योजना पनि थियो। अब हेरौं उनीहरू कहाँ जान्छन् र के गर्छन्। 12 वीरेन्द्र सिंह र तेज सिंह नौगढको किल्ला बाहिर चन्द्रप्रभा नदीको किनारमा बसेर दृश्यको मजा लिइरहेका थिए। नजिकै चन्द्रप्रभा र करमनासा नदीको संगम थियो। नदी चौडा थियो। वरपर साखुको जंगलमा मयूर र बाँदरहरूले शोभा थपिएको थियो। तर वीरेन्द्र सिंह चन्द्रकान्तको बिछोटमा उदास थिए। मयूरहरूको आवाजले उनको मन छिया छिया बनाउँथ्यो। बाँदरहरू बिजुली झैं लाग्थे र साँझको चिसो हावा तातो लु जस्तो लाग्थ्यो। उनी चुपचाप नदीतिर हेर्दै लामो सास फेर्दै थिए। यही बेला पहेँलो वस्त्र लगाएको, तिलक लगाएको, हातमा खञ्जरी बोकेको साधु नदी किनारमा गीत गाउँदै देखियो। क्रूर सिंह चुनारगढ गए। 4 गुप्तचरी साथ आए। पण्डित जगन्नाथ ज्योतिषी, जो रमलमा माहिर छन्। सावधान रहनु, यी खतरनाक छन्। रमलले धेरै कुरा बताउँछ। बेफिक्री बस्ने बेला होइन, केही ठूलो काम गर। यो गीत सुनेर तेज सिंहले साधुतिर ध्यान दिए। साधुले उनीहरूतिर हेरेर दाँत देखायो र हिँड्यो। वीरेन्द्र सिंह चन्द्रकान्तको ध्यानमा डुबेका थिए। उनलाई केही थाहा थिएन। तेज सिंहले उनको हात समातेर हल्लाए। वीरेन्द्र सिंह झस्किए र सोधे, के भयो? तेज सिंहले भने, उठ्नुहोस्, किल्लामा गएर एकान्तमा कुरा गरौं। दुवै किल्लाको आफ्नो कोठामा पुगे। एकान्तमा वीरेन्द्र सिंहले सोधे, के भन्नु थियो? तेज सिंहले भने, तपाईलाई थाहा छ, क्रूर सिंह शिवदत्तसँग मद्दत माग्न चुनारगढ गयो। उसले त्यहाँबाट 4 गुप्तचरहरू पण्डित बद्रीनाथ, पन्नालाल, रामनारायण, भगवान दत्त र ज्योतिषी पण्डित जगन्नाथलाई लिएर आएको छ। जगन्नाथ रमलमा माहिर छन्। नाजिम पनि उनीहरूसँग छ। यो टोलीले ठूलो झमेला गर्नेछ। तपाई सावधान रहनुहोस्। कसैको कुरा नपत्याउनुहोस्। खानेकुरा, फूल वा
केही पनि नलिनुहोस्। मेरो भेषमा पनि कोही आउन सक्छ। मेरो आँखाको तल एउटा कोठी छ, त्यो मेरो चिन्ह हो। हरेक पटक म आएँ भने त्यो देखाउँछु, नदेखाएँ भने धोका सम्झनुहोस्। तेज सिंहले धेरै कुरा सम्झाए। वीरेन्द्रले ध्यान दिएर सुने र सोधे, यो सब कसरी थाहा पायो? तेज सिंहले भने, कुनै तरिकाले थाहा भयो, पछि बताउँला। अब म काममा जान्छु। राजा वा मेरो बाबुले सोधे भने जे ठिक लाग्छ भन्नुहोस्। रातको समयमा तेज सिंह गुप्तचरी सामान लिएर निस्किए। यता चपला पुरुषको भेषमा शहर बाहिर निस्किन्। मध्यरातमा चन्द्रमाको उज्यालो देखेर उनलाई नौगढ गएर तेज सिंहलाई भेट्न मन लाग्यो। उनी नौगढतिर लागिन्। संयोगले बाटोमा तेज सिंहसँग भेट भयो, जो विजयगढ जाँदै थिए। चपलाले चिनेर सोधिन्, कहाँ जाँदै हुनुहुन्छ? तेज सिंहले चपलालाई चिनेर भने, वाह कस्तो संयोग, तिमीलाई भेट्न धेरै मेहनत गर्न पर्थ्यो। धेरै कुरा भन्नु छ, यहाँ बसौं। दुवै एउटा चट्टानमा बसे। चपलाले सोधिन्, के कुरा हो? तेज सिंहले भने, क्रूर सिंहले चुनारगढबाट 4 गुप्तचर र ज्योतिषी जगन्नाथलाई लिएर आएको छ। उनीहरूको टोली बलियो छ। हामी 2 जना मात्रै छौं, त्यसैले सावधानी चाहिन्छ। उनीहरूले जय सिंहलाई पनि समात्न सक्छन्। चन्द्रकान्तलाई त पक्कै पछ्याउँछन्। म हरदयाल सिंहको भेषमा मन्त्री बनेर काम गर्छु। त्यसले सेना र कर्मचारी मेरो माताहत हुनेछन्। तिमी महलमा सावधानी अपनाउनु र मसँग हरदयालको घरमा भेट्न आउनु। चपलालाई धेरै कुरा सम्झाएर उनी महल फर्किन्। तेज सिंहले रात जंगलमा बिताए। बिहान भेष बदलेर सिसी बोकेर विजयगढको गल्लीमा हिँडे। साँझ हरदयाल सिंहको घर पुगे। हरदयाल सुतिरहेका थिए। उनका साथीहरू गफ गरिरहेका थिए। तेज सिंहले भने, म लखनऊको मानिस, तपाईको लागि राम्रो अत्तर लिएर आएको छु। उनले अत्तर देखाए। हरदयालले सुँगे र साथीहरूलाई पनि दिए। केही बेरमा सबै बेहोस भए। तेज सिंहले हरदयाललाई बोकेर नौगढको त्यही गुफामा पुर्याए जहाँ अहमद कैद थिए। हरदयालको औँठी र लुगा लिएर बाहिर निस्किए। उनलाई होसमा ल्याउन जरुरी ठानेनन्। फर्केर विजयगढ आएर हरदयालको भेषमा उनको घरमा बसे। यता हरदयालको खानाको समय भयो। सुसारेहरू बोलाउन जाँदा हरदयाल थिएनन्, तर उनका साथीहरू बेहोस थिए। ऊ चिच्याइन्। नोकरहरू आएर छक्क परे। हरदयालले खोजे तर कतै भेटिएन। 13 रातको 3 प्रहर बितिसकेको थियो। हरदयालका साथीहरू जो बेहोस थिए होसमा आए, तर आफ्नो हालत देखेर छक्क परे। मान्छेहरूले सोधे, तपाईहरू कसरी बेहोस हुनुभयो? मन्त्री साहब कहाँ हुनुहुन्छ? उनीहरूले भने, एउटा मान्छे अत्तर लिएर आएको थियो, त्यसको अत्तर सुँग्दा हामी बेहोस भयौं। मन्त्री साहब कहाँ गए थाहा छैन। ठूला मान्छेहरूसँग दोस्ती गर्नु भनेको जोखिम मोल्नु जस्तै रहेछ। अबदेखि यस्तो संगत गर्दैनौ। यस्तै कुराकानी भइरहँदा बिहान हुन लागेको थियो। त्यही बेला नक्कली हरदयाल सिंह तेज सिंह आइपुगे। उनलाई देखेर सबैले घेरेर सोधे, तपाईँ कहाँ जानु भएको थियो? साथीहरूले सोधे, त्यो मान्छे कहाँ गयो? हामी कसरी बेहोस भयौं? नक्कली हरदयालले भने, त्यो चोर थियो, मैले चिने। मैले उसको अत्तर राम्ररी सुँगिन, नत्र म पनि बेहोस हुन्थे। उसलाई समात्न खोजे तर ऊ भाग्यो। म रिसाएर पछ्याएँ तर ऊ उम्कियो। सुसारेले भनिन्, खाना खानुहोस्, घरमा सबै भोकै छन्। रातभर रोइ कराइमै बित्यो। हरदयालले भने, बिहान भइसक्यो, अब के खाने? म थाके, सुत्न मन छ। यति भनेर उनी पलङमा पल्टिए। साथीहरू आफ्ना घर गए। बिहान दरबारको समयमा तेज सिंहले हरदयालको पोसाक लगाए, गुप्तचरीको सामान बटुलेर कम्मरमा बाँधे र कचहरी पुगे। बाटोमा सबैले सलाम गरे। उनले पनि टाउको हल्लाएर जवाफ फर्काए। हरदयालको बानी अनुसार उनी मन्त्रीको ठाउँमा बसेर काम गर्न थाले। केही बेरमा महाराज जयसिंह पनि आइपुगे। दरबारमा मौका पाएर नक्कली हरदयालले भने, महाराज मलाई पक्का खबर छ, चुनारगढका राजा शिवदत्तले क्रूर सिंहलाई 5 गुप्तचर दिएर यहाँ बेइमानी गर्न पठाएका छन्। उनीहरू पछि सेना लिएर आउने भनाइ छ। हाम्रा गुप्तचरहरू छैनन्। नाजिम र अहमद क्रूरसँगै छन्। यहाँका केही मुसलमान पनि उनीहरूसँग मिलेका छन्। गुप्तचरहरू भेष बदलेर शहरमा फसाद मच्याउँदैछन्। महाराजले भने, ठिक छ, हामीले पनि मुसलमानहरूको गलत नियत देखेका छौं। तिमीले के तयारी गर्यौ? कुराकानी भइरहँदा हरदयालको नजर एउटा चौकीदारमाथि पर्यो, जो लुकेर चारैतिर हेरिरहेको थियो। उनले त्यसलाई हेरिरहे। चौकीदार सजग भयो। हरदयालले कड्किएर भने, त्यस चौकीदारलाई समात। मान्छेहरूले समात्न खोजे तर ऊ शिर ठाडो पारेर भाग्यो। तेज सिंहले चाहेको भए समाते, तर हरदयालको बानी अनुसार उनी बसेकै ठाउँमा बसे। भाग्ने गुप्तचर नक्कली चौकीदार थियो। समात्न गएकाहरू रित्तै फर्किए। हरदयालले भने, महाराज मैले भनेको कुरा साँचो ठहरियो। यो देखेर महाराज डराए। उनले दरबार बन्द गरेर हरदयाललाई एकान्तमा लिएर गए र सोधे, अब के गर्ने? क्रूर सिंहले शिवदत्तलाई हाम्रो दुश्मन बनायो। हामी शिवदत्तको बराबरी गर्न सक्दैनौ। हरदयालले भने, महाराज हाम्रा सेना छैनन्। नाजिम र अहमद क्रूर कहाँ गए? उनीहरूले सयौंको ज्यान लिन सक्छन्। त्यसैले इमानदार गुप्तचर चाहिन्छ। सुनेको छु नौगढका राजा सुरेन्द्र सिंहका मन्त्रीका छोरा तेज सिंह माहिर गुप्तचर छन्।
यदि तपाईले माग्नुभयो भने सुरेन्द्र सिंहले पक्कै दिनेछन्। उनी तपाईलाई मनैदेखि चाहन्छन्। वीरेन्द्रको आउजाउ बन्द भए पनि उनको मन तपाईप्रति उस्तै छ। महाराजले सोचेर भने, तिमी ठिक भन्छौ। सुरेन्द्र र वीरेन्द्र दुवै लायक छन्। वीरेन्द्र वीर र राजनीतिमा निपुण छन्। तेज सिंहको चतुराई पनि कम छैन। तर मैले उनीहरूसँग गल्ती गरे। मलाई मद्दत माग्न लाज लाग्छ। तिमी जाऊ। उनीहरूको मनमा रिस छ भने मेटाइदेऊ र तेज सिंहलाई लिएर आऊ। हरदयालले भने, ठिक छ, म जान्छु र यो काम गर्छु। महाराजले एउटा पत्र लेखेर आफ्नो मोहर लगाएर हरदयाललाई दिए। हरदयाल घर फर्किए। खाना बाहिरै मगाए। चपलासँग भेटेर सबै कुरा र पत्र देखाए। चपला खुसी भइन् र भनिन्, तेज सिंह लायक छन्। तिमी छिटो जाऊ, यो काम पूरा गर। उनले तेज सिंहको चतुराईको तारिफ गरिन्। वीरेन्द्र सिंहसँग भेट हुने आशा उनको मनमा पलायो। नक्कली हरदयाल नौगढतिर लागे। बाटोमा आफ्नो असली रूपमा फर्किए। 14 नौगढ र विजयगढको इलाका पहाडी र घना जंगलले भरिएको छ। चन्द्रप्रभा र करमनासा नदीहरू पहाडमा बग्छन्। जंगलमा साखु, विजयसार, पारिजात जस्ता रुखहरू छन्। धेरै माइल हिँड्दा घना जंगलमा हराउन सकिन्छ। बाटो थाहा हुँदैन। हरेक कोसमा दर्जनौं खोल्सा भेटिन्छन्। बारसिंगा, चितुवा, भालु, बाँदर, लंगुर र कहिलेकाहीँ सिंह पनि देखिन्छ। तर बर्खामा पानीले उनीहरूको वासस्थान बिग्रिन्छ र उनीहरू माथिल्लो पहाडमा जान्छन्। हरिण तलतिर मात्र भेटिन्छ। चराचुरुङ्गीमा मयूर धेरै छन्। यी सुन्दर पहाडहरू अझै पनि यस्तै छन् र हेर्न लायकका छन्। चुनारगढबाट क्रूर सिंह र नाजिमसँग आएका गुप्तचरहरूले शहरमा नपसी यही जंगलमा डेरा जमाएका थिए। उनीहरूले अलग अलग भेषमा गुप्तचरी गर्ने र आवश्यक पर्दा जंगलमा बाजा बजाएर भेला हुने सल्लाह गरे। सबैभन्दा चतुर बद्रीनाथले सुझाए, सबैले भेष बदलेर शहर र महलका मान्छे, रानीसम्मको चालचलन र नाम सिकौं। गुप्तचरी गर्दा कुनै भूल नहोस्। सबैले यो कुरा मन पराए। नाजिमले सबैको नाम र पहिचान बताए। गुप्तचरहरू भेष बदलेर महल पसे। सबै कुरा सिके। तर चपलाको सावधानीले उनीहरूलाई गुप्तचरीको मौका प्राप्त भएन। जब उनीहरू सबै कुरामा निपुण भए तब गुप्तचरी सुरु गरे। भगवान दत्तले चपलाको भेष धारण गरेर वीरेन्द्र सिंहलाई फसाउन नौगढ पुगे। उनको कोठाको ढोकामा पुगेर पहरेदारलाई भने, कुमारलाई भन विजयगढबाट चपला आएकी छ। पहरेदारले खबर पुर्यायो। वीरेन्द्र सिंह चन्द्रकान्तको सम्झनामा डुबेर युक्ति बनाउँदै थिए। चपलाको नाम सुनेर उनी उफ्रिएर भने, छिटो भित्र ल्याऊ। नक्कली चपला भित्र आयो। वीरेन्द्रको हात समातेर राखे र चन्द्रकान्तको हाल सोधे। चपलाले भनिन्, उनी ठिक छिन्। तपाईको सम्झना बाहेक कुनै दुःख छैन। तपाईले कहिले खबर नलिएकोमा गुनासो गर्छिन्। आज उनले मलाई पठाइन् र यी दुई नास्पति काटेर पठाएकी छिन्। कसम खाएर भनिन्, यो खानै पर्छ। वीरेन्द्र चन्द्रकान्तको प्रेममा डुबेर धोकामा परे। उनले नास्पतिको टुक्रा मुखमा हाल्न लाग्दा तेज सिंह आइपुगे। उनले ललकारेर भने, खबरदार नखानुहोस्। वीरेन्द्र अडिए र सोधे, के भयो? तेज सिंह रिसाए, मैले हजारौं पटक सम्झाएँ तर तपाईले टेर्नु भएन। यो चपला हो कि गुप्तचर तपाईले कसरी चिन्नुभयो? सुन्दर अनुहार र मिठा कुराले फस्नुभयो। वीरेन्द्र लज्जित भए। नक्कली चपला रिसले तरबार निकालेर तेज सिंहतिर दौडिन्। वीरेन्द्रले उसलाई गुप्तचर ठानेर घाँटी समातेर तरबार खोज्न खोजे र उचालेर फाल्न खोजे। तेज सिंहले भने, नफाल्नुहोस्, मर्छ। यो गुप्तचरको काम हो, मलाई जिम्मा दिनुहोस्। वीरेन्द्रले उसलाई जमिनमा राखेर बाँधे र तेज सिंहलाई सुम्पिए। तेज सिंहले उसको नाकमा औषधि ठुसेर बेहोस बनाए र बाँधेर किनारमा राखे। उनले वीरेन्द्रलाई सम्झाए, अब धोकामा नपर्नुहोला। वीरेन्द्र लज्जित भएर विजयगढको हाल सोधे। तेज सिंहले सबै कुरा र जयसिंहको पत्र देखाए। पत्र देखेर वीरेन्द्र खुसीले उफ्रिए र भने, छिटो केही गर। तेज सिंहले भने, सबै हुन्छ, नआत्तिनुहोस्। यस्तै कुराकानीमा रात बित्यो। बिहान तेज सिंहले उक्त गुप्तचरलाई बोकेर अहमद कैद भएको गुफामा पुगे। गुफामा अहमद सुतिरहेको थियो। हरदयाल सिंह ढुङ्गामा टाउको झुकाएर बसेका थिए। तेज सिंहलाई देखेर हरदयाल उभिएर भने, मैले के अपराध गरे? मलाई किन कैद? तेज सिंहले हाँस्दै भने, तपाईको कुनै दोष छैन। एक दिन रोकेर मेरो काम भनेको छ, माफी माग्छु। अब तपाईँ जहाँ चाहनुहुन्छ जान सक्नुहुन्छ। विजयगढमा तपाईँ जस्तो इमान्दार कोही छैन। त्यसैले म तपाईको सहायता माग्छु। हरदयालले भने, तिमी र वीरेन्द्र मेरो साथी हौ। म तिम्रो सेवा गर्न तयार छु। मलाई लागेको थियो तेज सिंहले मलाई किन कैद गर्यो। अहमद देखेपछि बुझे यो तिम्रो चतुराई हो। भन, मैले अब के गर्नुपर्छ? तेज सिंहले भने, म तपाईको भेषमा तपाईको घरमा गएँ तर कुनै नराम्रो कुराको लागि गएको होइन। उनले जयसिंहको पत्र देखाए र हरदयालका लुगा फर्काए र भने, यो पत्र लिएर दरबारमा जानुहोस् र मलाई माग्नुहोस्, नत्र चुनारगढका गुप्तचरहरूले विजयगढ ध्वस्त पार्छन्। दुई कुरा याद राख्नुहोस्, मुसलमानहरूलाई हटाएर हिन्दू राख्नुहोस् र वीरेन्द्रको तारिफ गरेर
उनलाई पनि बोलाउन लगाउनुहोस्। हरदयालले कसम खाएर भने, म तिम्रो भलाइ गर्छु, जे भन्यौ त्यो भन्दा बढी गर्छु। तेज सिंहले गुप्तचरलाई होसमा ल्याए। अनुहार सफा गर्दा ऊ भगवान दत्त ठहरियो। तेज सिंहले चुनारगढका सबै गुप्तचरहरूलाई चिन्थे। उनले भगवान दत्तलाई नहर किनारमा छोडे र हरदयाललाई लिएर गुफाबाट बाहिर आए। हरदयालले भने, मलाई माफ गर्नुहोस्, मैले फेरि बेहोस गर्नुपर्छ, बाहिर होसमा ल्याउँछु। हरदयालले भने, मलाई गुफाको बाटो पत्ता लाउनु छैन, तिमीले जे गर्छौ गर। तेज सिंहले उनलाई बेहोस गरेर बाहिर ल्याए र होसमा ल्याए। हरदयालले लुगा लगाए र तेज सिंहसँग गए। शहर पुगेपछि हरदयाल एक्लै राजा सुरेन्द्र सिंहको दरबारमा गए। राजाले उनको स्वागत गरे र हाल सोधे। हरदयालले जय सिंहको पत्र दिए। मन्त्री जित सिंहले पत्र पढे। सुरेन्द्र सिंह खुसी भए र भने, मेरो राज्य जय सिंहको हो, तेज सिंह तिमीसँग जानेछ। उनले जित सिंहलाई हरदयालको सत्कार गर्न आदेश दिए र दरबार बन्द गरे। 3 दिनसम्म हरदयालको राम्रो सत्कार भयो। चौथो दिन उनले बिदा मागे। राजाले जवारत दिएर बिदा गरे र तेज सिंहलाई सम्झाएर हरदयालसँग पठाए। दुवै विजयगढ पुगे र साँझ जय सिंहको दरबारमा हाजिर भए। हरदयालले पत्रको जवाब र सुरेन्द्र सिंहको तारिफ गरे। जय सिंह खुसी भए र तेज सिंहलाई सम्मान दिएर हरदयाललाई भने, उनको बस्ने व्यवस्था गर र सत्कारको जिम्मा ल्याऊ। दरबार सकिएपछि हरदयालले तेज सिंहलाई राम्रो कोठामा राखे। हिन्दू नोकर र पहरेदारको व्यवस्था गरे। भोलिपल्ट तेज सिंह दरबारमा गए। हरदयालको छेउमा उनको लागि कुर्सी राखियो। 15 तेज सिंहले शिवदत्तका सबै गुप्तचर चिन्थे। उनलाई थाहा पाउनु थियो चुनारगढबाट आएका 4 गुप्तचर को हुन्। दोस्रो दिन साँझ उनले भगवान दत्तको भेष बनाए, जसलाई गुफामा कैद गरेका थिए। उनी जंगलमा घुमे तर केही पत्ता लागेन। बर्खाको अँध्यारो रातमा बादल छाएको थियो। अन्तमा तेज सिंहले उभिएर आवाज गरे। केही बेरमा 3 गुप्तचर र ज्योतिषी पण्डित जगन्नाथ त्यहाँ पुगे। भगवान दत्तलाई देखेर भने, तिमी नौगढ गएका थियौ, के गर्यौ, किन रित्तो आयो? तेज सिंहले सबैलाई चिनेर भने, तेज सिंहले गर्दा त्यहाँ केही भएन, कोही एकजना मसँग हिँड, काम बन्नेछ। पन्नालालले भने, ठिक छ, भोलि म जान्छु, आज महलमा केही गरौं। तेज सिंहले भने, मलाई त भोक लागिरहेको छ, केही खाने मन छ, तिमीहरूसँग केही छ? जगन्नाथले भने, हामीसँग त बेहोस गर्ने औषधि मात्र छ, बजारबाट ल्याऊ, सबै खाएर काम गरौं। भगवान दत्तले भने, ल एकजना मसँग हिँड। पन्नालाल साथ लागे। बाटोमा पन्नालालले भने, तेज सिंह शहरमा छ र हामीलाई चिन्छ, भेष बदलौं, नत्र भेटिएला। तेज सिंहले सोचे, भेष बदले भने पन्नालालले चिन्ला। उनले भने, रातमा कसले भेट्छ? पन्नालाललाई शंका लाग्यो, तर अँध्यारोले चिनेनन्। उसले जोडले सिटी बजायो, तर अन्य गुप्तचरहरू टाढा थिए। तेज सिंहले पन्नालालको घाँटी समाते। पन्नालालले खञ्जर निकाले। दुवैको भिडन्त भयो। अन्तमा तेज सिंहले पन्नालाललाई लडाएर बेहोस बनाए, बाँधेर शहरतिर लागे। आफ्नो असली रूपमा डेरा पुगेर पन्नालाललाई कोठरीमा थुने। पहरेदारलाई कडा आदेश दिएर ढोकामै सुत्न बिछौना लगाए। बिहान पन्नालाललाई लिएर दरबार गए। यता रामनारायण, बद्रीनाथ र जगन्नाथ खानेकुराको पर्खाइमा थिए। उनीहरूलाई शंका लाग्यो, दुवै पक्राउ परे कि क्या हो। उनीहरूलाई भगवान दत्त तेज सिंह भएको थाहा थिएन। रातमा केही गर्न सकेनन्। बिहान भेष बदलेर खोज्न निस्किए। दरबारतिर जाँदा तेज सिंह र 10-15 सिपाहीले पन्नालाललाई कैद बनाएर लगेको देखे। गुप्तचरहरू पनि दरबारतिर लागे। दरबारमा तेज सिंहले पन्नालाललाई महाराजको अगाडि उभ्याए। महाराजले सोधे, यो के हो? तेज सिंहले भने, महाराज, यो चुनारगढबाट आएका 5 गुप्तचर मध्ये एक हो। जे उचित ठान्नुहुन्छ आदेश गर्नुहोस्। महाराजले खुसीले पन्नालाललाई हेरे र सोधे, नाम के हो? उसले भन्यो, मक्कार खान उर्फ अय्यार खान। महाराज हाँसेर भने, कैद खानामा थुन र कडा पहरामा राख। पन्नालाललाई हतकरी लगाएर कैद खानातिर लगियो। महाराजले तेज सिंहलाई 100 असर्फी इनाम दिए। तेज सिंहले सलाम गरेर राखे। रामनारायण, बद्रीनाथ र जगन्नाथ भेष बदलेर यो तमासा हेरिरहेका थिए। पन्नालाललाई कैद खानाको आदेश सुनेर बाहिर निस्किए। उनीहरूले चलाकी गरे। बद्रीनाथले तेज सिंहको भेष बनाए। रामनारायण र जगन्नाथ सिपाही बनेर पन्नालाललाई लैजाने सिपाहीसँग पुगे। नक्कली तेज सिंहले भने, रोक, महाराजको नयाँ आदेश छ। मैले यो गुप्तचरलाई मेरो जिम्मामा राख्न भनेको छु, किनकि कैद खानामा उसका साथीले छुट्याउन सक्छन्। मलाई सुम्प। सिपाहीहरूले नक्कली तेज सिंहलाई पन्नालाल सुम्पिए। ऊ जंगलतिर लाग्यो। सिपाहीहरू दरबार फर्किए र तेज सिंहलाई देखेर छक्क परे। उनीहरूले डराउँदै भने, हजुरले त पन्नालाल लिनु भएको थियो। तेज सिंह आश्चर्यमा परे, मैले के लिए? म त यहाँ बसेको छु। सिपाहीहरू डरले मूर्ति जस्तै भए। महाराजले सोधे, के भयो? तेज सिंहले भने, गुप्तचरहरूले मेरो भेष बनाएर पन्नालाल छुटाए। उनले थपे, सिपाहीहरूको दोष छैन, गुप्तचरहरू यस्तै चतुर हुन्छन्। महाराजले सिपाहीको गल्ती माफ गरे, तर
गुप्तचर भागेकोमा रिसाए। बद्रीनाथ पन्नालाल लिएर जंगल पुगे। पन्नालालले सबै कुरा बताए। उनीहरूलाई थाहा भयो भगवान दत्तलाई पनि तेजसिंहले समातेका छन्। उनीहरूले जगन्नाथलाई भने, रमल फालेर भगवान दत्त कहाँ छ पत्ता लगाऊ। जगन्नाथले रमल फालेर भने, उसलाई तेजसिंहले 2 कोस उत्तरको गुफामा थुनेका छन्। सबै त्यता लागे। गुफामा पुग्दा एउटा फाटक भेटियो। जगन्नाथले फेरि रमल फालेर भने, यो फाटक तिलस्मीसँग जोडिएको छ, रमलले काम गर्दैन, खोल्ने उपाय खोज्नुपर्छ। लाचार भएर उनीहरू बाहिर निस्किए र योजना बनाउन थाले। 16 एक दिन तेजसिंह विजयगढ बाहिर निस्किए। दिउँसो बाँकी नै थियो। एउटा रुखमुनि वीरेन्द्र सिंह बसेको देखे। उनको घोडा रुखमा बाँधिएको थियो। अगाडि 12 सिंह मरेको थियो। आगो बलेको थियो र मासुका टुक्रा पातमा राखिएको थियो। वीरेन्द्रले तेजसिंहलाई देखेर भने, आऊ तिमी विजयगढ गएर बिर्सियौ कि क्या हो मलाई? तेजसिंहले हाँस्दै भने, म तिम्रै काममा व्यस्त छु। वीरेन्द्र हाँसे। तेजसिंहले जवाफ दिएनन् र नजिकै बसे। वीरेन्द्रले सोधे, चन्द्रकान्तसँग भेट भयो? तेजसिंहले भने, विजयगढमा एक गुप्तचर समाते, तर उसका साथीले मेरो भेषमा आएर छुट्याए। त्यसपछि अरू समातिएनन्। वीरेन्द्रले भने, ती गुप्तचरहरू शैतान रहेछन्। तेजसिंहले भने, हो, विशेष गरी बद्रीनाथ चलाक छ, मलाई उसैको डर छ। तिमी यहाँ एक्लै के गर्दैछौ? वीरेन्द्रले भने, शिकार खेल्न आएको, साथीहरू छुट्टे, यो 12 सिंह समाते, भोक लागेर मासु पोल्दै थिए, तिमीले तयार गर, दुवै खाऊ। तेजसिंहले मासु तयार गरे। सोताको किनारमा बसेर खाए। वीरेन्द्रले मसला पुछेर खाए। तेजसिंहले सोधे, मसला किन पुच्छौ? वीरेन्द्रले भने, फिक्का राम्रो लाग्छ। केही टुक्रा खाएर पानी पिए र भने पेट भरियो। तेजसिंहले भने, म त खान्छु, स्वादिलो छ। खाएर हातमुख धोए र भने, ल नौगढ जाउँ। वीरेन्द्र घोडामा चढे। तेजसिंह पैदल नै हिँडे। केही पर तेजसिंहले भने, टाउको घुम्यो। वीरेन्द्रले भने, मासु धेरै खायो, गर्मी भयो। तर तेजसिंह चक्कर खाएर लडे। वीरेन्द्रले उनलाई बाँधेर पोका पारे र पिठ्यौमा बोकेर विजयगढ लागे। क्रूरसिंह, पन्नालाल, रामनारायण र जगन्नाथ आइपुगे। पन्नालालले भने, वाह बद्रीनाथ, ठूलो काम गर्यो। क्रूरसिंह खुसीले उफ्रिए। नक्कली वीरेन्द्र बद्रीनाथले गाँठो खोले, भारी राखे र रामनारायणलाई भने, यो घोडा नौगढको अस्तबलमा पुर्याऊ। रामनारायणले घोडा लिएर गए। बद्रीनाथले तेजसिंहलाई बाँधिएको बोरा बोकेर गुप्तचरहरूलाई सम्झाएर चुनारगढ लागे। तेजसिंह हरेक दिन जयसिंहको दरबारमा जान्थे। 2-3 दिन कुर्सी खाली देखेपछि महाराजले हरदयाललाई सोधे, तेजसिंह कहाँ छन्? हरदयालले भने, मलाई पनि थाहा छैन, खोज्नुपर्छ। दरबारपछि हरदयाल तेजसिंहको डेरामा गए। नोकरहरूले भने, उनी धेरै दिनदेखि छैनन्। हरदयाल छक्क परे। उनले जासुसहरू पठाए र नौगढका मन्त्री जित सिंहलाई पत्र लेखे। पत्र लिएर गएको मान्छेले भोलिपल्ट जवाफ ल्यायो कि तेजसिंह नौगढमा पनि छैनन्। जयसिंहले हरदयाललाई सोधे, पत्ता लाग्यो? हरदयालले भने, नौगढमा पनि छैनन्, जासुसहरू पठाएको छु। महाराज रिसाएर महल गए। महारानीसँग तेजसिंहको कुरा गरे। क्रूरसिंहले हलचल मचायो। तेजसिंह पनि हरायो। अब सुरेन्द्र सिंहसँग लज्जित हुनुपर्छ। चपलाले यो सुनेर चन्द्रकान्तलाई भनिन्, तर रुँदै बोल्न सकिनन्। चन्द्रकान्तले सोधिन्, के भयो? चपलाले बल्ल तल्ल भनिन्, शिवदत्तका गुप्तचरहरूले तेजसिंहलाई समाते, अब वीरेन्द्र आउने आशा पनि कम छ। चन्द्रकान्तले चपलाको प्रेम बुझिन् र भनिन्, रोएर के हुन्छ, म केही गर्छु। चम्पाले भनिन्, म खोज्न जाउँ? चपलाले भनिन्, तिमीले उनको सामना गर्न सक्दैनौ, मलाई चन्द्रकान्तले आदेश देऊ, म जान्छु। चन्द्रकान्तले भनिन्, जाऊ, ढिला नगर। चपलाले चम्पालाई सम्झाइन्, चन्द्रकान्तको ख्याल राख, भूल भयो भने तिमीलाई कहिले माफी हुँदैन। चम्पाले भनिन्, चिन्ता नलिऊ। चपला गुप्तचरीको सामान र लुगा लिएर तेजसिंहको खोजेमा निस्किन्। 17 चपला साधारण महिला थिएनन्, सुन्दरता र ताकत भएको महिला थिइन्। 2-4 जनालाई लडाउनु उनको लागि सजिलो थियो। उनी शास्त्र विद्या, गायन, नाच, आतिशबाजी बनाउनमा माहिर थिइन्। उनको गोरो रंग र सुन्दर शरीरले सबैलाई लोभ्याउँथ्यो। तर बाहिर निस्कँदा उनी भेष बदल्थिन्। रात परिसकेको थियो। चन्द्रमाको उज्यालोमा चपला हतियार बोकेर जंगलतिर लागिन्। तेजसिंहको सम्झनाले उनलाई बेचैनी बनायो। उनलाई आफ्नो अवस्था, बाटो वा गन्तव्यको ख्याल थिएन। आँसु बगिरहे। ठोकर लाग्दा औंलाबाट रगत बग्यो, तर उनलाई परवाह थिएन। एउटा खोल्सामा ठोकर खाएर लडिन्। उनको टाउको फुट्यो, रगत बग्यो। तब उनलाई तेजसिंहलाई खोज्ने कुरा सम्झना आयो। उनले भनिन्, हाय, म तिमीलाई बिर्से, यो मेरो सजाय हो। चपला सम्हालिन् र आफू भयानक जंगलमा हराएको बुझिन्। डर लागे पनि हिम्मत बटुलेर सोचिन्, तेजसिंहलाई शिवदत्तका गुप्तचरहरूले समाते, पक्कै चुनारगढ लगे। उनले चुनारगढको बाटो खोजिन्। आधी रातपछि बाटो भेटेर पहाडतिर लागिन्। बिहान सिपाहीको भेष बनाएर भोक प्यास सहित साँझ चुनारगढ पुगिन्।
उनले अन्न जल नलिने अठोट गरिन्। चपलाले पन्नलालको भेष बनाएर घसिटा सिंहको डेरामा पुगिन्। घसिटाले सोधे, पन्नलाल कसलाई ल्यायो? चपलाले भनिन्, कोही होइन, नाजिम यहाँ छ कि छैन सोध्न आएको। घसिटाले भने, यहाँ छैन। चपलाले सोधिन्, उसलाई कसले समात्यो? घसिटाले भने, थाहा छैन, तर तेज सिंह किल्लामा कैद छन्। चपलालाई ढुक्क भयो। उनले गंगा किनारमा मेवा खाएर गंगा जल पिइन्। त्यसपछि गायिकाको भेष बनाएर महलको पछाडि गीत गाउन लागिन्। रातको समयमा शिवदत्त र महारानी छतमा थिए। गीत सुनेर महाराजले पहरेदारलाई बोलाएर चपलालाई ल्याउन आदेश दिए। चपलाले गीत गाइन्। महाराज खुसी भए। उनलाई दिवान खानामा राखेर बत्तीको व्यवस्था गर्न लगाए। महारानीले भनिन्, यो महिला हो, महलमा बोलाऊ। महाराजले भने, पहिला हेरौं। चपला सुन्दर साडी, गहना र टीकामा सजिएर आइन्। उनको सुन्दरताले महाराजलाई मोहित बनायो। उनले भने, बस यहाँ, तिमी को हौ? चपलाले भनिन्, म ग्वालियरकी रम्बा, कथनकी छोरी। महाराजले गीत गाउन लगाए। चपलाले वादकलाई बोलाउन भनिन्। वादक सहित उनको गीतले महाराज र सबैलाई मन्त्रमुग्ध बनायो। बिहान भैरवी गाएर उनले बिदा मागिन्। महाराजले मोतीको माला दिएर केही दिन बस्न भने चपला मानिनन्। उनको लागि बस्ने ठाउँ र नोकरको व्यवस्था भयो। अर्को रात ठूलो महफिल भयो। चपलाले गीत गाइन्। सबै उनको सुन्दरतामा लट्ठिए। उनले भनिन्, नौगढमा तेज सिंहले बीन बजाएर मेरो गीतमा साथ दिएका थिए। हालै थाहा पाएँ ऊ हराएको छ। महाराजले भने, तेज सिंह यहाँ कैद छ, तर बीन बजाउँदैन। चपलाले भनिन्, मेरो नाम सुनेर ऊ मात्छ, तर 20 वर्षको ब्राह्मणले बोलाउनु पर्छ, अरू कोही साथमा हुनु हुँदैन र राम्रो बीन चाहिन्छ। महाराजले चेतरामलाई तेज सिंह ल्याउन पठाए। पहरेदारलाई हतकडी लगाएर ल्याउन भने। तेज सिंहले चपला भएको बुझिहाले। महफिलमा पुग्दा चपलाले भने, आऊ तेज सिंह, नौगढको बीन कहिले बिर्सिन्न। उनले आँखा चिम्काइन्। तेज सिंहले भने, रम्बा तिमी आयो? तिमीसँग बीन बजाएर मरे पनि हुन्थ्यो। उनको बीन र चपलाको गीतले सबैलाई मन्त्रमुग्ध बनायो। तर तेज सिंहले एक गीतपछि बीन राखे। महाराजले थप्न भने, तर उनले भोलिको लागि भन्दै टारे। चपलाले पनि साथ दिइन्। महाराज रिसाएर महफिल बन्द गरे। तेज सिंहलाई जेल पठाइयो। अर्को रात पनि यस्तै भयो। तेस्रो रात चपला चेतरामको भेषमा महफिल अघि कैदखानामा पुगिन्। पहरेदारले तेज सिंहलाई सुम्पिए। चपलाले हतकडी खोलिदिन् र दुवै जंगलतिर लागे। चपला आफ्नो असली रूपमा फर्किन्। तेज सिंहले उनको तारिफ गरे। चपलाले भनिन्, मैले चन्द्रकान्तको लागि यो गरे। तेज सिंहले भने, ठिक छ, तर तिमीसँग बीन बजाउनु मेरो लागि ठूलो कुरा हो। चपलाले हाँस्दै माफी मागिन्। तेज सिंहले मजाकमा भने, बिना पुरस्कार छोड्दैन। चपलाले भनिन्, मसँग के छ र? तेज सिंहले भने, जति छ त्यति काफी छ। चपलाले भनिन्, यो सब छोड, अब शिवदत्तलाई केही देखाउनु पर्छ। तेज सिंहले भने, यही सोच थियो, तिमी भन। चपलाले भनिन्, केही गर्नुपर्छ। दुवैले चलाकीको योजना बनाएर घना जंगलतिर लागे। 18 शिवदत्त महफिलमा बसे। रम्बा नआएपछि चौकीदारलाई बोलाउन पठाए। चेतरामलाई तेज सिंह ल्याउन भनियो। चौकीदारले खबर ल्यायो, रम्बा डेरामा छैन। चेतरामले भने, तेज सिंह पनि कैदखानामा छैनन्। महाराज छक्क परे। महफिल स्तब्ध भयो। घसिटा सिंह र चुनीलालले भने, यो पक्कै गुप्तचरको काम हो, हामीले पनि चिनेनौ। महाराज रिसाए, तिमीहरूको गुप्तचरीमा छ कि के हो? उनले रिसले महल गए। महफिलका मान्छेहरू घर फर्किए। शहरभर यो कुरा फैलियो। भोलिपल्ट दरबारमा चौकीदारले भन्यो, रम्बा चेतरामको भेषमा तेज सिंहलाई छुट्याएर जंगल गएकी छ। महाराजले आदेश दिए, पक्र। चौकीदारले भन्यो, उनीहरू भाग्छन्। घसिटा सिंह र चुन्नीलाल मसँग आए भने पक्रिन सकिन्छ। महाराजले दुवै गुप्तचरलाई चौकीदारसँग पठाए, तर जंगलमा कोही भेटिएन। घसिटाले सोधे, अब कता? चौकीदारले भन्यो, यताउता खोजौं। खोज्दै जाँदा एउटी आइमाई दूध लिएर आइन्। चौकीदारले सोधे, यहाँ एक पुरुष र महिला देख्यौ? उनले भनिन्, हो, मसँग दूध किने, म बाँकी दूध बेच्न जाँदैछु। चौकीदारले 4 पैसा इनाम दिन खोजे, तर उनले भनिन्, पैसा होइन, दूध पिउनुहोस्। चौकीदारले दूध पिए। गुप्तचरहरूले मानेनन्, तर जिद्दीले पिलाए। केही पर पुग्दा सबैको टाउको घुम्यो र लडे। चपला फर्केर चौकीदारलाई होसमा ल्याइन्। चौकीदार तेज सिंह थिए। उनले आफ्नो रूपमा फर्काए। दुवैले खसिटा र चुन्नीलाललाई बाँधेर नौगढ लगे। 19 चपला तेज सिंहलाई छुटाउन चुनारगढ गएपछि चम्पाले सोचिन्, गुप्तचरहरू धेरै छन्, म एक्लै छु, कुनै आपद नआओस्, रातमा पनि ढुक्कले सुत्न सकौं। उनले एउटा मसला बनाइन्। राति सबै सुत्दा र चन्द्रकान्ता पलङमा गएपछि चम्पाले त्यो मसला पानीमा घोलेर चन्द्रकान्तको कोठाको ढोकामा 2 गज वरपर लेप लगाइन्। यो मसलाको गुण यस्तो थियो कि सुकेपछि कसैको खुट्टा राख्दा पटाका जस्तै आवाज आउँथ्यो, तर लेप देखिँदैन थियो। रातभर चम्पा ढुक्कले सुतिन्।
कोही कोठामा आएन। बिहान उनले मसला पखालिन्। अर्को दिन उनले अर्को चलाकी गरिन्। माटोको खप्पर बनाएर चन्द्रकान्तको मूर्ति बनाइन्। पलङमा तकियाले अड्याएर राखिन्, कपडाले ढाकिन्, तर अनुहार खुल्ला राखिन्। कोठामा प्रकाश र चारैतिर मसला लेप गरिन्। चन्द्रकान्तलाई भनिन्, आज अर्को कोठामा सुत्नुहोस्। चन्द्रकान्ता अर्को कोठामा गइन्। चम्पाले त्यो कोठाको ढोका पनि लेप लगाइन् र मूर्ति भएको कोठाको छेउको कोठरीमा बत्ती निभाएर सुतिन्। आधी रातमा मूर्ति भएको कोठाबाट पटक्काको आवाज आयो। चम्पा झट्ट उठेर ढोका बन्द गरिन् र हल्ला गरिन्। धेरै सुसारेहरू जम्मा भए। एकले महाराजलाई खबर गरिन्, चन्द्रकान्तको कोठामा चोर पस्यो। महाराज दौडेर आए। सिपाही बोलाए। ढोका खोल्दा रामनारायण र पन्नालाल भेटिए। सिपाहीहरूले समात्न खोजे। गुप्तचरहरूले हतियार चलाए। 4-5 सिपाहीलाई घाइते बनाए, तर पक्रिए। महाराजले कैद गर्न आदेश दिए। चम्पासँग हाल सोधे। उनले सबै बताइन्। महाराज खुसी भएर इनाम दिए र सोधे, चपला कहाँ छ? चम्पाले भनिन्, उनी बिरामी छिन्। महाराजले थप केही सोधेनन्, आराम गर्न गए। बिहान दरबारमा गुप्तचरहरूलाई बोलाइए। महाराजले सोधे, नाम के हो? पन्नालालले ढाड्दै भन्यो, सरतोड सिंह। महाराज रिसाए, यी बदमाशहरू डराउँदैनन्, कैदमा राख। गुप्तचरहरूलाई कैद खानामा लगियो। महाराजले हरदयाललाई सोधे, तेज सिंहको केही पत्ता लाग्यो? हरदयालले भने, पत्ता लागेन। यी गुप्तचरहरूलाई पिटे भने केही भन्थे कि? महाराजले भने, तेज सिंह आएर रिसाउँछन्। गुप्तचरहरूलाई पिट्ने चलन छैन। केही दिन पर्ख, अनि जे उचित हुन्छ गरौँला। तर फौजको व्यवस्थामा सावधान रहनु। शिवदत्तको आक्रमण अब आश्चर्य हुने छैन। हरदयालले भने, म सावधान छु। एक कुरा एकान्तमा भन्न चाहन्छु। दरबारपछि महाराजले हरदयाललाई एकान्तमा बोलाए। हरदयालले भने, तेज सिंह, वीरेन्द्र र उनका बाबुले यहाँका मुसलमानहरू क्रूरको पक्षमा छन् भन्थे। मलाई पनि त्यस्तै लाग्छ। के गर्ने? महाराजले भने, ठिक छ, मैले पनि यो भन्न लागेको थिएँ। बिस्तारै सबै मुसलमानलाई नाजुक कामबाट हटाऊ। हरदयालले भने, हुन्छ। उनी महाराजबाट विदा भएर घर गए। 20 महाराज शिवदत्तले तेज सिंहलाई पक्रन खसिटा सिंह र चुन्नीलाललाई पठाएर दरबार बन्द गरे र महल गए। तर रम्बाको सम्झनाले उनको मन अडिएन। महारानीसँग हाँस्न पनि सकेनन्। महारानीले सोधिन्, तपाईको अनुहार किन निन्याउरो छ? महाराजले भने, जागा भएकोले यस्तो भएको होला। महारानीले भनिन्, गायिकालाई महलमा ल्याएर गीत सुनाउने बाचा गर्नु भएको थियो, के भयो? महाराजले भने, उसले मलाई मूर्ख बनाएर गई। कसको गीत सुनाऊ? महारानी छक्क परिन् र सोधिन्, के कुरा हो, खुलस्त भनिदिनुहोस्। महाराजले भने, अहिले मन ठिक छैन। उनी आफ्नो कोठामा गए। रम्बालाई सम्झेर रातभर सुत्न सकेनन्। उनले सोचे, रम्बा को थिए? महिला नै थिए, तर तेज सिंहलाई किन छुट्याई? ऊ मेरो आशिक त थिएन। हाय, उसले मलाई घायल बनाई। बिहान दरबारमा महाराजले सोधे, खसिटा र चुन्नीलाल फर्किए? कसैले आएनन् भन्यो। उनको मन रम्बामै अडियो। त्यही बेला बद्रीनाथ, नाजिम, जगन्नाथ र क्रूर सिंहलाई देखे। उनीहरू उदास थिए। दरबारपछि महाराजले एकान्तमा बोलाएर सोधे, विजयगढमा के गर्यो? बद्रीनाथले भने, महाराज, तेज सिंहले भगवान दत्तलाई समाते। चम्पा नामकी महिलाले पन्नालाल र रामनारायणलाई चलाकीले पक्रिन्। म मात्र बाँचे। हाम्रो तर्फबाट तेज सिंहलाई समातेर पठाएको थिएँ, अरू केही भएन। महाराजले भने, तेज सिंहलाई पनि एउटै महिलाले छुट्टाई। उसको काम सजायको योग्य छ, तर ऊ को थिए थाहा भएन। चुन्नीलाल र घसिटा पनि उसको खोजीमा गए, तर आएनन्। क्रूरको सहायताले मलाई नोक्सान भयो। अब ती महिला को थिइन्, पत्ता लगाऊ। उनको सुन्दर अनुहार अझै मेरो आँखामा छ। नाजिमले भने, महाराज, ऊ चन्द्रकलाकी सखी चपला हो। यो काम उनैको हो। महाराजले सोधे, चपला चन्द्रकान्त भन्दा सुन्दर छ? नाजिमले भने, चन्द्रकान्तलाई त कोही भेट्दैनन्, तर त्यसपछि चपला नै सुन्दर छिन्। ऊ तेज सिंहलाई माया गर्छिन्। महाराज केही बेर अचम्ममा परे र भने, चन्द्रकान्ता र चपला मेरो हातमा नआएसम्म चयन पाउँदैन। जयसिंहलाई पत्र लेख्नु। क्रूर सिंहले भने, जयसिंहले पत्रको ख्याल गर्दैनन्। महाराजले भने, ख्याल नगरे विजयगढ जित्छु। उनले मीर मुन्सीलाई बोलाएर जयसिंहलाई पत्र लेख्न लगाए। चन्द्रकान्तसँग बिहे गरिदिनुहोस् र दाइजोमा चपला दिनुहोस्। पत्रमा मोहर लगाएर बद्रीनाथलाई दिए र भने, यो तिमीले नै लैजाऊ, तिमीबाटै काम बन्छ। बद्रीनाथ पत्र लिएर विजयगढतिर लागे। दर्शक तथा श्रोतावृन्द, बाँकीको अंश भोलिको भिडियोमा अवश्य पनि ल्याउनेछु। तपाईलाई चन्द्रकान्ता कथा के कस्तो लागिरहेको छ कृपया कमेन्टमा उल्लेख गर्नुहोला भन्दै आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्।